यो पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्यबिन्दु 7 चोरमारा बजारमा रहेको यो पुल चाहिँ अहिले भाँसिएको छ, एउटा भाँसिएको छ, चाहिँ खाल्टै परेको छ यसरी, खाल्टै परेको छ माथि पनि फरकै रहेछ। यो फलामै भाँचिरहेछ त्यसरी र यसरी चाहिँ यो पुल भाँचिएको छ भने, र यो पुल भाँचिसकेपछि गाडीहरू चाहिँ यता पर र यतापट्टि पनि यता पर चाहिँ रोकेर लाइन लगाइरहेको छ भने केही गाडीहरू चाहिँ परदेखि बाइपास हुँदै गइरहेको छ। यो खेत हुँदै तमसरियाको खेत हुँदै तमसरियाबाट यता पारी तलबाट खोला तरेर रानीटार निस्किएर यहाँबाट चाहिँ जाँदैछ। यहाँबाट चाहिँ निस्किने एउटा बाइपास पनि छ। अनि पुलमा चाहिँ यस्तरी यहाँ छ र नेपाल रेड क्रस सोसाइटी चोरमारा उपशाखा केन्द्रको सम्पूर्ण टिम साथीहरू चाहिँ यहाँ लाइभ गरिरहेको छ।